हेलो गाइज नमस्ते वेलकम ब्याक टु न्यू भिडियो। हजुरहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु अनि त्यही हो। अनि हामीहरु चाहिँ आज के काम गर्दै छु तिमीहरुलाई देखाउने छु, कस्तो लाग्छ हेर्दै गर्नु होला। अनि मेरो जेठो छोरालाई अनि नुहाई धोई गरेर यहाँ चिसमाने रियाज अनि सुतिरहेको यहाँ छोरा यस्तो गर्नु हेर्न चिसोमाने छस् अनि यता हुनुहुन्छ अनि हाम्रो भाउजूको छोरा है भर्खर 17 दिन हो कि 17 दिन भएको यहाँ जन्मेको अनि नानु अनि यता हुनुहुन्छ हाम्रो भाउजू लाग्यो क्या अनि भर्खरै सुत्केरी भएको अनि अवस्था यस्तै छ गाउँ कुतिरहेको अनि उता चाहिँ बहिनीहरू हो अनि बाहिर घुम्दैन बाहिर हाई गरे चाहिँ घर पोतेर सकिहाल्यो पोतेर सकिहालेँ अनि यहाँ चाहिँ धेरै छु है लिप्नु पर्ने यहाँ चाहिँ पोतेर सकिहालेँ अनि घरमा कोही हुनुहुन्न है अनि म अनि मेरो बहिनी मेरो भाइ अनि मेरो छोराहरू हुनुहुन्छ है अनि हाम्रो बुबा मम्मी चाहिँ माथि जानु भएको छ, भेरातिर जानु भएको छ है। भेरा आज तल लेकमा छन् अनि लेकदेखि तल घरमा जाने है। लेकमा छन् आज झार्छन् होला अनि खोइ बेलुका लम्चा आउँछन् के आउनुहुन्न अनि ऊ चाहिँ मेरो बहिनी हो अनि बोल्न सक्दैन अनि त्यति बोल्न सक्दैन अनि त्यही हो कोही बोल्न सक्दैन, खाना पनि सुन्दैन अनि ऊ अननौर प्रदेश पनि अब नपढेको उसको एउटा छोरी छ है अनि छोरी बच्चा भएको छ अनि एउटा छोरी छ अनि मेरो चाहिँ छोरा छ। परिवार छन् कोही त्यो कसैको लाटाले हँसाउँछ कसैको लाटाले रुवाउँछ है। मेरो खोइ दुई बहिनी थियो अब त्यस्तै भयो, भाग्यमै त्यस्तै छ नि त, भाग्यमै साथ दिनु है। अब दुई बहिनी बारी तुरी खाउला भन्ने सोच्यो खोइ हुन्न अब दुई भाइहरू हुन्छ अनि त्यो खै त्यति अनुहार त बाटो सब बोल्नु सक्दिनँ। टिकटक भनेर अलिकति फलो गरिरहेको छ है। यिनी चाहिँ नि मेरा बाबु नानीहरू नबिर्सिनु होला भनिरहेछ यो चाहिँ नभन्न बिर्सि दाइ बहिनीको सम्बन्ध कस्तो छ मेरो बाबु मेरी नानीको। हाँसिदेऊ यो भिडियोमै चाहिँ यति नै हो। बाई बाई।